सो गाइज वेलकम ब्याक माई च्यानल। स्वागत छ युट्युब च्यानलमा तपाईहरुलाई। अनि धेरै दिनपछि होमवर्क गर्न जाँदैछु हैन। रेगुलर गर्न पनि मिल्दैन, भिडियो गर्न पनि मिल्दैन हैन, रेगुलर त्यस्तो टाइम हुँदैन हैन। सो आज पनि वर्कआउट गर्न गइरहेको छु है त। वर्कआउटको भिडियो लिएर आइसकेको छु हैन। हेरौँ के कस्तो हुन्छ वर्कआउट है त। भिडियो लास्टसम्म हेरिदिनुलाई है त के कस्तो हुन्छ। होम वर्कआउट, नेचुरल वर्कआउट। हल्का पुसअप हान्ने, ज्यादा पनि हान्ने हैन, हल्का वार्मअपको लागि मात्र हो। म चाहिँ सधैँ पुसअपबाट चाहिँ सुरु गर्छु हैन वर्कआउट। यो लाएर चाहिँ डम्बल उचाल्छु है त। यो लाएर चाहिँ यो दुख्दैन हैन। यसको लागि चाहिँ म चाहिँ डम्बल उचाल्दाखेरि चाहिँ यसलाई यसरी बानेर स्याट पारामा यसरी हैन, यसरी बानेपछि चाहिँ दुख्दैन हैन। तब डम्बल उचाल्दाखेरि चाहिँ त्यति दुख्दैन। यसलाई भन्छ हत्किलो, यो चाहिँ दुख्दैन। अब चाहिँ बाइसेप, फोर आर्म्स अनि ट्राइसेप हो है त। हल्का होलो भयो जस्तो लाग्यो, टाइट गरिदिउँ हैन। त्यति वर्कआउट गर्न पाइँदैन कि हैन। ड्युटी जानु पर्यो हैन, काम त गर्नै पर्यो हैन। अनि आयो त्यो टाइमै मिल्दैन कि भिडियो बनाए पनि टाइम मिल्दैन हैन। अब चाहिँ बाइसेपको हैन सर्ट डम्बल लिएर, डम्बल नि मसँग चाहिँ त्यति गरमको छैन कि, यी त हल्का छ हैन। हल्का छ, म चाहिँ हल्का छ तर धेरै हान्छु कि हैन। अनि भइहाल्छ हैन। एकैचोटि ठुलो गरेर पनि हात दुख्छ कि हैन। त्यही भएर सानोबाट गर्ने, धेरै गर्ने है त। थोडा पहिले चाहिँ आधा मात्र लियो भने हाफ, अहिले चाहिँ म हाफ लिन्छु। अब चाहिँ पुरा फुल है त। एमा बाटो यहाँ माथि लग्ने। एमा चाहिँ नबिसेर एक एकवटा है त। यो पनि हाफ हाफ लियो, हाफ लियो अनि अब चाहिँ एमा चाहिँ फुल लिने है त। यहाँ माथि फुल। यसरी चाहिँ हाफ, आधा लगभग 10-20 चाहिँ हाफ हान्ने अनि 10-20 चाहिँ फुल हान्ने भने चाहिँ प्रेसर चाहिँ यता पर्छ है त। यसो चाहिँ टिरिक लगाउनु पर्छ, कहाँबाट प्रेसर पर्छ भनेर हैन। थोडा चाहिँ हल्का रेस्ट। अब चाहिँ डम्बल जोडेर है त। यसलाई चाहिँ यसरी यता जोड्यो हैन, यसरी जोडेर यो पनि त्यही हो त, हाफ अनि फुल है त।
10 चाहिँ हाफ, अब चाहिँ 10 चाहिँ फुल चाहिँ हान्नै पर्छ होइन। सकिन्छ सकिन्न हेरौँ, अहिले ठिक्रिसक्यो होइन। 1 3 4 5 6 7 8 9 10 यतिको चाहिँ हल्का पम्प चाहिँ हान्न लाग्यो शरीरले। बहुत गाह्रो छ, होमवर्कआउट गर्ने पनि गाह्रो छ कि होइन। होमवर्कआउट हुँदैन, जिम गर्ने वर्कआउट गर्ने ज्यान बनायो भने चाहिँ त्यति सजिलो चाहिँ छैन, धेरै गाह्रो छ। मैले पनि गर्न लागेको धेरै भइसक्यो भने, धेरै फोनदेखि यो गर्न लागेको होइन। तर गर्न लागेको त धेरै भइसक्यो, तर खै केही छैन, मेरो पनि त्यति ज्यान होइन। सो त्यही हो, बिस्तारै बिस्तारै हुन्छ। अर्को नर्मल खालको चाहिँ सो त्यही नै हो आजको भिडियो चाहिँ, यति नै होइन। ठिकै पसिना चाहिँ झिक्नै पर्छ वर्कआउट यदि ज्यान बनाउने हो भने होइन। सो त्यही हो, मेरो पनि त्यति ज्यान छैन होइन। त्यही हो, त्यति भिडियो पनि बनाउनु पाइनँ होइन। मैले चाहिँ लेगको पनि गरिरहेको हुन्छ वर्कआउट होइन। सो त्यही हो, त्यति भिडियो बनाउन चाहिँ पाइँदैन होइन। सो त्यही हो, के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला, लाइक शेयर सब्सक्राइब कमेन्ट चाहिँ गर्नु होला, सपोर्ट गर्नु होला होइन। रेगुलर चाहिँ भिडियो लिन पाएको छैन होइन, रेगुलर भिडियो लिने प्रयास गर्नेछु। सो यति भन्दै आजको लागि यति नै है त। थ्याङ्क्स फर वाचिङ। त्यही हो, मेरो त्यति चाहिँ छैन होइन, तर लास्ट चाहिँ बडी कन्डिसन हेरौँ है त।